यसो ल्यापटप चलाइरहेको थिएँ, कलेजको काम गरिरहेको थिएँ। अनि आज दोस्रो दिन केही न केही त बोल्नु पऱ्यो, के बोल्ने होला भन्ने पनि सोचिरहेको थिएँ। ठ्याक्कै मैले फेसबुक स्क्रल गर्दाखेरि यहाँ एउटा मेरो साथीले के कमेन्ट लेखेको रहेछ भने बालेन्सा आउँदाखेरि सेयर बजार स्याट्टै ओह्रालो लाग्यो, हरि ढकाल किन भएन, हरि ढकाल अर्थमन्त्री हुनुपर्ने, सट्टै माथि जान्थ्यो भनेर भन्यो। अवश्य पनि बालेन आइसकेपछि सेयर बजार एकदमै उकालो लाग्छ र नेपालको अर्थतन्त्रका सूचीहरू बढ्छ भनेर भन्ने मान्छेहरूले आकलन गरेका थिए। खासमा के हो त यो है, सेयर बजार घट्नुको एउटै कारण मात्र होइन, धेरै फ्याक्टरहरू मिलेर यहाँ असर गर्ने हुन्छ। जसमध्ये एउटा पहिलो कुरा चाहिँ लगानीकर्ताको एकदमै डर हुन्छ। नयाँ नेतृत्व परिवर्तन हुनासाथ अनसर्टेनिटी मान्छेहरूलाई फिल हुन्छ र मान्छेहरूले धेरै सेयर बेच्न थाल्छन्। र अर्को कुरा भनेको ब्याज दर बढ्नु पनि हुन्छ। ब्याङ्कले धेरै ब्याज दिन थालेपछि सेयरबाट मान्छेहरूले पैसा निकालेर ब्याङ्कमा राख्न थाल्छन्। त्यही भएर सेभिङको इन्ट्रेस्ट बढ्नु भनेर भनेको पनि एउटा सेयर बजारको लागि एउटा नराम्रो कुरा हो। र अर्को कुरा बजारमा पैसाको कम हुनु, ब्याङ्कमा लोन दिन पैसा कम हुँदा सेयरमा लगानी घट्ने अभियसली नै भयो। त्यस्तै गरी अब नयाँ सरकार आएको छ, नीतिगत अनिश्चितता हुन्छ जसमा त्यसलाई पोलिसी अनसर्टिनिटी पनि भनेर भनिन्छ। जस्तै बालेन्स शाह जस्ता नयाँ नेतृत्व आउँदाखेरि नयाँ नियम हुन्छ, नयाँ कडाइका साथ कडाइको डर हुन्छ, नयाँ चिजहरू अब अहिले भर्खरै थुप्रै नेताहरूलाई समातिराखेको छ। त्यो भएको कारणले गर्दा पनि यो नीतिगत अनिश्चितता छ। अस्ति भर्खरै सस्मित पोखरेलले ब्रिज कोर्स ब्याक हुनुभयो अनि दिनदिनै नयाँ पोलिसिसहरू आइराखेको छ। त्यो भएको कारणले गर्दा पनि मान्छेहरू डराइराखेको कन्डिसन छ। अनि त्यस्तै गरी रियल इस्टेट र कन्स्ट्रक्सन सेक्टरमा असर परिराखेको छ, किनभने कडा नियम आयो। अब बालेन शाहले तपाईँले भनेको सुन्नु नै भयो। यदि पूर्वाधार समयमा बनेन भने त्यसलाई के गर्छु भनेर भन्ने सुन्नुभएको छ। त्यो कारणले गर्दा पनि कडा नियम आउँछ कि भनेर भन्ने मान्छेहरूले रियल इस्टेट र कन्स्ट्रक्सन सेक्टरमा बाट पैसा तानिरहेको छन्। एउटा अर्को कुरा छ भने प्रफिट बुकिङ, मान्छेले नाफा निकाल्ने प्रवृत्ति पनि भइराखेको कारणले गर्दा अनि लगानीकर्ताले नाफा आउने बित्तिकै नाफा निकाल्छन् र बजार तल जान्छ। र अर्को कुरा भनेको आर्थिक अवस्था कमजोर हो, इन्फ्लेसन बढ्नु, रेमिटेन्स घट्नु र ओभरअल मार्केट कन्फिडेन्स घट्छ। तर अहिले रेमिटेन्स बढिराखेको कन्डिसन छ। यो चाहिँ एउटा कन्टेक्स्टका रूपमा लिइन्छ। अर्को भनेको गभर्मेन्ट पोलिसी चेन्ज। अब गभर्मेन्टले पोल्युसन कर, लोन पोलिसी र थुप्रै अब एक्सपोर्ट पोलिसी, इम्पोर्ट पोलिसीहरू चेन्ज गर्दैछ र जुन कम्पनीहरूमा लगानी छ, सेयर नेप्सेमा सूचक छन्, तिनीहरूको फ्युचर चाहिँ अनसर्टेन कन्डिसनको भएको कारणले गर्दा पनि सेयर घटिराखेको कन्डिसन छ। र त्यो सँगसँगै एउटा कम्पनीको पर्फर्मेन्स कमजोर हुनु पनि, कम्पनीले राम्रो प्रफिट देखाएन भने पनि सेयर चाहिँ घट्छ। र यसरी अब अर्को कुरा भनेको एउटा मार्केट करेक्सन पनि हो। स्वाभाविक घटबढ भन्ने कुरा बजार सधैँ एउटै स्थितिमा हुँदैन। अझ नेपालको सेयर बजार त प्रिडिक्ट गर्नै सकिँदैन, त्यो तपाईँलाई थाहा भएकै कुरा हो। त्यसैले बालेन्स आयोगले एउटा असर कारण होइन, यसको सबैभन्दा ठुलो असर भनेको ब्याज दर, लिक्विडिटी, इन्भेस्टर साइकोलोजी र अरू विभिन्न कारणहरू पनि रहन्छन्। र आजलाई यति नै, धन्यवाद।